Hello, hi everyone, welcome to my this video. It's me तेजु लामी छाने। म चाहिँ बाहिर यसो निस्कौँ न, यसो घुम्न जाउँ न भनेर चाहिँ छोटो मिनी भ्लग बनाउन खोजिरहेको छु। कोठामा बस्दा बस्दा बोरिङ लाग्यो, त्यही भएर बाहिर यसो पार्कतिर चिसो हावा खान जाउँ न भनेर चाहिँ एउटा छोटो भ्लग बनाउन भनेर चाहिँ खोजिरहेको छु। अहिले चाहिँ दिउँसोको 5 पनि बज्न लागिसकेको छ। यसो खाजा पनि यसो बाहिरतिर खाउँ न भनेर चाहिँ खोजिरहेको छु। कोठामा खाँदा खाँदा वाक्क दिक्कै लागिसक्यो भनेको। जहिले एउटै कति आफ्नो घरको मात्रै खाजा खाने भनेर चाहिँ म चाहिँ यसो बाहिरतिर यसो घुम्न जाउँ न भनेर चाहिँ खोजिरहेको छु। आज कोही पनि साथी छैन मसँग। दाइ थियो, दाइलाई जाउँ भनेको, दाइ पनि बाहिरतिर क्लासतिर जानुभयो। म चाहिँ आज एक्लै बाहिर निस्कन खोजिरहेको छु। त गाइस हेर्दै जानुहोस् है त गाइस, हेरेर साथ दिनु होला। भिडियो कस्तो लाग्छ हेरेर साथ दिनु होला। त म चाहिँ अहिले चाहिँ कोठाबाट निस्किन लागिरहेको छु। A few moments later. ल म चाहिँ घरबाट निस्केर बाहिर बाटोतिर आइपुगिसकेँ। म चाहिँ बाटोमा हिँड्दैछु। अझै म पुग्नुपर्ने ठाउँमा चाहिँ अझै कति 15-20 मिनट लाग्छ हिँडेर चाहिँ। म चाहिँ अहिले पुरै अफ रोडमा हिँडिरहेको छु। तपाईँहरू आउन सक्नुहुन्छ। म चाहिँ अझै हिँड्दैछु। यहाँ चाहिँ अझै 2-3वटा खोल्सा तरेर मात्रै पुगिन्छ। म चाहिँ ठ्याक्क पार्कमा पुग्नको लागि। पार्क चाहिँ तपाईँहरू कहाँ हो भन्नुहुन्छ होला। पार्क चाहिँ म चाहिँ गोकर्णको सल्लाघारी जङ्गलमा जान खोजिरहेछु। सल्लाघारी जङ्गलमा चाहिँ एकदमै राम्रो पार्क रहेको छ, घुम्नको लागि लायक ठाउँ रहेको छ। म चाहिँ हिँड्दै अझै पनि हिँड्दैछु। अझै पुगेको छैन। अझै म पुग्नको लागि 2-3वटा खोल्सा पुग्नुपर्छ। म चाहिँ कहाँ जान खोजिरहेको छु भने म चाहिँ गोकर्णको सल्लाघारी जङ्गलमा जान खोजिरहेको छु। त्यहाँ चाहिँ एकदमै घुम्न लायकको ठाउँ रहेको छ। एकदमै राम्रो पार्क रहेको छ। ल हेर्दै जानुहोस् त गाइजहरू कस्तो छ। र म जान लागेको जङ्गल चाहिँ कहाँनिर हो भन्दाखेरि यहाँबाट पनि देखिन्छ। यहाँबाट चाहिँ पुरै जङ्गल मात्रै देखिन्छ। हो त्यो जङ्गल हो, एकदमै हो यो जङ्गल हो। एकदमै रमाइलो छ त्यहाँनिर चाहिँ त्यो पार्कमा। तपाईँहरू हेर्दै जानुहोस्, म देखाउँदै जानेछु। यो चाहिँ काठमाडौँमा रहेको र हेर्दै जानुहोस्, यो चाहिँ काठमाडौँमा रहेको एकदमै नजिकैको, बजारबाट नजिकै रहेको, काठमाडौँबाट रहेको पार्क हो। तपाईँहरू आउन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ। एकदमै मन ल है त साथीहरू, म चाहिँ गोकर्णेश्वर जङ्गलको शहीद पार्क नजिकै पुगिसकेका छौँ। अब 2 किलोमिटर जति होला भन्न सक्छु। म चाहिँ अहिले जगरोड डाँडामा आइपुगिसकेको छु। म चाहिँ अब यहाँबाट ठ्याक्कै 2 किलोमिटर जति होला। म चाहिँ ठ्याक्कै जगडोल डाँडामा आइपुगिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। यताबाट छ, यता चाहिँ छ एकदमै काठमाडौँको भाइरल रोड भन्छ, भाइरल रोड। जगडोल उताको भाइरल रोड र यतापट्टि चाहिँ हाम्रो गोकर्णेश्वर जङ्गलको शहीद पार्क जाने बाटै यता। ल यहाँ एउटा चाहिँ मन्दिर पनि छ। तपाईँहरू आउँदै हुनुहुन्छ भने यसो याद गरिराख्नु होला। एउटा स्कुल पनि छ यहाँ जगडोलको, श्री जनजागृति माध्यमिक विद्यालय बुढा नीलकण्ठ जगडोल काठमाडौँ रहेको छ। र म चाहिँ
ठ्याक्कै म चाहिँ अब पुग्न लागिसकेको छु र हेर्दै जानु यस्ता गाइजहरू। है त बाटो पनि राम्रो बनिसकेको छ यता। पहिला त एकदमै ठुलो रोड थियो यो एरिया, अहिले चाहिँ एकदमै राम्रो बाटो पिच भइसकेको छ। र यहाँबाट माथि जगरोडबाट माथि डाँडा माथि चाहिँ जान सक्नुहुन्छ माथि। वहाँ माथि चाहिँ त्यो माथि चाहिँ तारे भिरिरहेको छ, तारे भन्छ माथि। र त्यहाँ पनि कुनै दिन गएर देखाउने नै छौँ। तपाईँहरूको माया साथ सपोर्ट चाहिएको छ, त्यही भएर म चाहिँ कोसिस गरिरहेका छौँ। यदि तपाईँहरूले भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु भयो भने र अझ पनि साथीहरूलाई सेयर गर्नुभयो भने म चाहिँ तपाईँहरूले भनेअनुसार चाहिँ मैले जहाँ भन्नुहुन्छ म त्यहीँ चाहिँ सकेसम्म चाहिँ मैले देखाउने जमर्क गर्नेछु। र त्यसको लागि चाहिँ तपाईँहरूको साथ सपोर्ट चाहिएको छ। ल फाइनली गाइस म चाहिँ अब जगरोड डाँडा आइपुगि नै सक्यो भनौँ। अब ठ्याक्कै गेटैमा आइपुगिसक्यो म चाहिँ जगरोड डाँडाको। यता देख्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ गेट रहेछ जगरोडको शहीद पार्क भन्छ यसलाई चाहिँ। तपाईँहरू चाहिँ काठमाडौँको नजिकै एरियामा हुनुहुन्छ भने यहाँ चाहिँ घुम्न आउन सक्नुहुन्छ। ल गेटमा आइपुगिसकेको। अब यहाँ चाहिँ माथि शहीद पार्कमा जानको लागि चाहिँ टिकट पनि लिनुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ टिकट खुल्ला गरे हुन्छ, कहिलेकाहीँ चाहिँ टिकट दिने गरे हुन्छ। म चाहिँ के रहेछ बुझ्दै गर्छु है, म बुझेर जानेछु। ल यहाँ चाहिँ यताबाट आउनु सक्नुहुन्छ। तलतिर भगवती थानबाट आउनु सक्नुहुन्छ, यताबाट आउनुहुन्छ। अनि उता जगरोड एरिया उताबाट बाटोबाट आउनुहुन्छ भने उताबाट। म चाहिँ आएको यताबाट है गाइडहरू, यताबाट आएको। अनि जताबाट पनि आउन सक्छ, उताबाट पनि छ। म चाहिँ ठ्याक्कै ल गेटैमा आइपुगिसक्यो। अब यस्तो देख्न सक्नुहुन्छ। के रहेछ यहाँनिर हेरौँ है त। के लेख्छ आई लभ काठमाडौँ। राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती स्मारक विस्तार बोर्ड, उद्यान सञ्चालन व्यवस्थापन समिति, गोकर्णेश्वर नगर 4 जगडोलमा रहेको यो चाहिँ पार्क। यहाँ पनि पानी पनि रहेछ, पानी सुकिसकेको छ। म चाहिँ माथि पार्कमा जाँदैछु। कताबाट जान्छ, यताबाट यतैबाट जान्छ। हामी चाहिँ एकदम छिटो जाँदैछु है। म आज एक्लै छु, हेरेर साथ दिनु होला। खासै भिडियो त राम्रो रोमान्टिक त बनाउन सक्दिनँ। यसो तपाईँहरू पनि यसो काठमाडौँतिर छेउछाउमा हुनुहुन्छ भने चाहिँ यसो नजिकैको ठाउँ भर्खरै काठमाडौँ आउनुभएको छ भने चाहिँ यसो तपाईँहरूलाई जानकारी होस् भन्ने मेरो चाहनाले चाहिँ मैले यो भिडियो बनाएको हो। हेरेर साथ दिनु होला है त। ल आज त शहीद स्मृति पार्क भित्र जान चाहिँ आज बन्द भइसकेको छ अरे। 5 बजेसम्म मात्रै खुल्ला हुन्छ जस्तो चाहिँ यो गेट चाहिँ।
देख्न सक्नुहुन्छ। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ यस्तो सायद ठाउँ चाहिँ यस्तो छ। आज भित्र जान सकिनँ, आज चाबी लक बन्द भइसकेको छ। म पनि आज ठ्याक्कै 5 बजे भन्दा पछि आइपुगेँ कि त्यस कारणले गर्दा आज ठ्याक्कै खुलेको टाइममा चाहिँ आउन सकिनँ। त्यसको लागि क्षमा चाहन्छु र तपाईँहरू पनि आउन सक्नुहुन्छ। बिहान 9 बजेदेखि बेलुकी 5 बजेभित्रमा चाहिँ आइपुग्नुपर्छ भित्र जानका लागि चाहिँ। त्यसैले म चाहिँ आज भित्र छिर्न सकिनँ। तपाईँहरू आउनु सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ। र तपाईँहरू चाहिँ यो शहीद पार्कबाट चाहिँ के देख्न सकिन्छ त काठमाडौँमा रहेको भनेपछि यहाँबाट चाहिँ रहेको एउटा काठमाडौँमा रहेको इन्टरनेसनल एयरपोर्ट त्रिभुवन विमानस्थल देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ। बौद्ध स्तूपको ठ्याक्कै टुप्पो अलिअलि देख्न सकिन्छ यहाँबाट। र तपाईँहरू आएर यहाँबाट कस्तो के देख्न सक्नुहुन्छ, एकदमै आएर अवलोकन गर्नुहोला। एकदमै रमाइलो सुनसान एरिया रहेको छ। तपाईँहरूको यसो काठमाडौँमा बस्दा दिक्क लागेको छ भने यो शहीद पार्कमा आएर चाहिँ यसो माइन्ड फ्रेस गर्न सक्नुहुन्छ। यो चाहिँ पहिला एकदमै बस्ने ऊ थियो, भनौँ न बस्ने थियो। यो ठ्याक्कै भत्किएछ। मैले अस्ति यहाँ टिकटकमा देखेको थियो। म त एआई हो कि के हो भन्ने यस्तो कमेन्टहरू पनि आइरहेको थियो, तर होइन रहेछ, साँच्चीकै रहेछ। मैले त्यो पनि बुझ्नको लागि आएको थिएँ। यो छ नि, यो पहिला त्यो ठ्याक्कै बस्ने एउटा बिसाउनी भनौँ न, बस्ने एउटा त्यो यो चाहिँ भत्किएको छ। एकदम पुनर्निर्माणको लागि तयारीमा छ। पहिला चाहिँ यो काठको खाँबामा बनेको थियो भने अहिले चाहिँ ढलानबाट पिलर उठाएर बनाउन लागेको हो कि भन्ने जस्तो पनि देखिन्छ। के हुन्छ अब बन्दै जाला, आएर पनि अवलोकन गरौँला पछि नै भने मेरो चाहिँ आज कुरामा बस्नु के म चाहिँ माथितिर यसो उसो हेरेर पनि म फर्किसकेँ। म खासै बस्न चाहिनँ, मलाई भोक पनि लागिसकेको छ। म पनि अब यसो होटलतिर के पाउँछ, चाउमिन मोमो अब के खान्छु देखाउने छु तपाईँहरूलाई। म चाहिँ माथिबाट चाहिँ फर्कि पनि सक्यौँ। म आज एक्लै आएको छु, हेरेर साथ दिनु होला। के भन्नु, कोही छैन साथी? झन्डा पार्क पनि मासतिर है। झन्डा पार्क जानुहुन्छ भने यहाँ हो, त्यो ठ्याक्कै घाम टल्किएको छ त्यहाँनिर ठ्याक्कै हो। आन्टी खाजामा के छ? चाउमिन छ? हजुर, एक प्लेट मोमो गरिदिनु। मैले चाहिँ मोमो अर्डर गरिसकेको छु। फाइनली मोमो पनि आइसक्यो मेरो चाहिँ। म चाहिँ अब भोकलाई एकदमै भोक मेटाउनको लागि चाहिँ म चाहिँ मोमो खाँदैछु। मलाई चाहिँ आन्टीले मोमो पनि ल्याइदिइसक्नु भयो। कस्तो छ मोमोको टेस्ट हेरौँ। अचार लवण
मिठो एकदम मिठो मोमो मिठो रहेछ मोमो मिठो एकदमै सोचे भन्दा नि मिठो फाइनली म चाहिँ खाजा पनि खाएर निस्किसकेँ टन्नको मोमो एकदमै मिठो पाउँदैछ तपाईँहरू पनि यसो जोगडोलको माथि साइड पार्क आउनुहुन्छ भने खाजा खाने ठाउँ चाहिँ एकदमै राम्रो रहेको छ ठाउँमा तपाईँहरू के खाजा खानुहुन्छ त्यस्तै परिकारको चाहिँ पाउन सक्नुहुन्छ म चाहिँ अब बिस्तारै बिस्तारै लागिसक्यो रात पनि परिसकेको छ हेलो हाई गर्दै कहाँ गएर बाई बाई हेलो कहाँ गएर आउनु भएको कहाँ गएर आउनु भएको नाम के हो तिम्रो पुष्पल मगर ल बाई गर्नु फेरि भेटौँ ल ल यस्तो छ है त गाइजहरू जगडोल डाँडाको साइड पार्कमा यस्तो देख्न सक्नुहुन्छ अघि चाहिँ म माथि गएको माथि पो यो चाहिँ अलिक तल जङ्गल भित्रभित्र रहेको थियो एकदम धेरै संरचना रहेको छ यता चाहिँ मान्छेहरू प्राय हिउँद महिनामा पिकनिक आउने गर्नुहुन्छ प्राय हिउँद महिनाको शनिबार चाहिँ यता जङ्गलै भरि हुन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ ल ल हेर्नुहोस् त गाइजहरू यता पनि यस्तो चाहिँ ठाउँहरू रहेको छ
एकदमै रमाइलो खालको एकदमै घुम्न लायकको ठाउँ रहेको छ। ल म चाहिँ अब घर जान लागिसकेको है साथीहरू। रात पनि पर्न लाग्यो, एक्लै छु के गर्नु, कोही साथी छैन, यतैबाट जाउँ। ल यस्तो बाटो पनि क्या गजब, यो सल्लाइ सल्लाहले भरिएको जङ्गल छ यो चाहिँ। म त एकदमै घुमेछु है त, गाई छ घुमेछु। ओके, थ्याङ्क यू सो मच भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा। भिडियो चाहिँ जसले हेर्नुभयो उहाँहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो, राम्रो नराम्रो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र भिडियोलाई मन पर्यो भने लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला। भिडियो मैले आज भने जस्तो खासै तपाईँहरूले भने जस्तो चाहिँ खासै बनाउन सकिनँ, जुन रमाइलो इन्टरटेनिङ खालको चाहिँ बनाउन सकिनँ। खासै मैले जस्तो सक्छ त्यस्तो चाहिँ बनाउन सकेँ। आज चाहिँ यति नै भन्न चाहन्छु है त। हस् त, अर्को भिडियोमा भेट्न चाहन्छु। हस् त, बाई।